गुड मर्निङ गाइज, स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा है। आज एउटा यस्तो यात्रा सुरु हुँदैछ जसको प्रतीक्षा मलाई धेरै समयदेखि थियो। काठमाडौँको यो व्यस्त जीवनलाई केही दिनका लागि पछाडि छोडेर हामी हिँडेका छौँ हिमाल पारेको जिल्ला मनाङ र मुस्ताङको लागि। काठमाडौँबाट करिब 3-4 घण्टाको यात्रापछि हामी मुगलिन आइपुगेका छौँ। यो त्यस्तो ठाउँ हो जहाँबाट नेपालका तीनैतिरका बाटोहरू छुटिन्छ। तातो मोमो र एक कप चिया खाएर अब हाम्रो यात्रा पोखरातर्फ मोडिँदैछ है। हेलो ब्रदर, के छ, कस्तो रहँदैछ यात्रा? मुगलिङ काटेपछि मर्स्याङदीले हामीलाई पछ्याउन छोड्दैन है। बाटो फराकिलो र एकदमै बवाल छ। ल गाइज, मुगलिङबाट हामी सिधै तनहुँको बिरुवामा आइपुगेका छौँ है। जोजोलप्पा हाइवे रेस्टुरेन्ट। भोक अति लागिसक्यो होइन। अब एकछिन यहाँ खाना खाएर हामी फेरि निक्लिनेछौँ मनाङ मुस्ताङको यात्रामा। यसो मुखसुख गएर के छ दाइ हालखबर? कस्तो भइरहेछ त यात्रा? हाम्रो भान्जा पनि आइसक्नु भयो। के छ भने हालखबर? दुई शब्द ल पुगिसक्यो। तनहुँको बिरुवामा मिठो खाना खाएर अघि बढेपछि हामी आइपुग्यौँ सुन्दरनगरी पोखरा। पोखरा केवल एउटा सहर मात्र होइन, यो त हिमाल र तालहरूको सङ्गम हो। पोखरा पुग्ने बित्तिकै एउटा छुट्टै भाइब आउँछ गाइस। यता हेर्नुहोस् त साथीहरू, सफा सडक, सजिएका पसलहरू, क्या बवाल छ क्या। तर आज हिमाल देखिएको छैन किनकि आज हल्का बादल लागिरहेको अवस्था छ। पोखरालाई हामी आउँदा अर्को भिडियोमा राम्रोसँग क्याप्चर गर्ने नै छौँ। तर हाम्रो यात्रा आज अलि अगाडिको लागि हुनेछ, कुस्मा या बागलुङको लागि। रात परिसक्यो गाइस। बाटो अलिक घुम्ती मोडहरूले भरिएको छ है। पुरै मोडहरू छन्। बाइक चलाउँदा ख्याल गर्नु होला। कुस्मा बजार कटिसकेका छौँ। सायद हामी अब केही बेरमा बागलुङ पुग्छौँ होला है। फाइनली गाइस, काठमाडौँबाट सुरु भएको हाम्रो यात्रा बिरुवामा खाना खाँदै र पोखरा बजारको दृश्य हेर्दै हामी बागलुङ आइपुगेका छौँ। ठ्याक्कै अहिले हामी पुलमा छौँ। साइडमा वेलकम टु बागलुङ भनेर
लेखेको छ। यताबाट माथि ऊ झोलङ्गे पुल होला सायद, एकदमै लाइटले भरिएको छ। अहिले म बागलुङको यो प्रसिद्ध लामो झोलङ्गे पुलमा छु। आजको हाम्रो बसाइ यतै बागलुङ बजारतिर हुनेछ। यो बागलुङ र पर्वत जोड्ने 567 मिटर लामो झोलङ्गे पुल हो। कालीगण्डकीको गहिरो खोजमाथि हावामा तैरी झैँ लाग्ने यो पुलमा हिँड्नुको छुट्टै रोमाञ्च आइरहेको छ है। आजको यो भाग कस्तो लाग्यो? मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला। भोलि हामी बिहान यहाँको प्रख्यात कालिका भगवतीको दर्शन गरेर मनाङ मुस्ताङको यात्रा जारी राख्नेछौँ।